तपाईलाई कहिले यस्तो भएको छ तपाईले राम्रो इन्टेन्सन लिएर हेल्प गर्न जानुभयो तर लास्टमा हेल्प नभइकन उल्टो काम चाहिँ बिग्रेको अवस्था भएको छ र तपाईँ लज्जित भएर फर्किनु परेको छ। कहिलेकाहीँ गुड इन्टेन्सन इज नट एनफ, यु निड टु थिङ्क बिफोर यु एक्ट। आज हामी क्लास 10 युनिट 4 रिडिङ 1 मा भएको क्याबेज वाइट एउटा कथा जसले यस्तै रमाइलो स्टोरी बोकेको छ तर एट द सेम टाइम गहिरो सन्देश पनि बोकेको छ। त्यो कथाको बारेमा बुझ्नेछ। अब हेरौँ सारा र ज्यामीको एउटा सानो निर्णयले कसरी ठूलो समस्या चाहिँ निम्ताउँछ। सारा र ज्यामी छुट्टी मनाइरहेका दिदीभाइ हुन्। उनीहरू यो छुट्टीको समयमै केही काम गरेर आफ्नो पेरेन्ट्सलाई फाइनेन्सियली सपोर्ट गर्न चाहन्छन्। त्यसै कारण उनीहरू एउटा फार्ममा पुग्छन् र एउटा अग्लो फार्मरलाई भेट्छन्। उनीहरूको कुरा सुनेर त्यो फार्मरले टाउको कनाउँदै भन्छ, तिमीहरू सानसाना केटाकेटी छौ, तिमीहरूले काम गर्न सक्दैनौ, मेरो फार्ममा काम गर्नलाई बलियो मान्छे चाहिन्छ। तर ती केटाकेटीहरूले केही बेरसम्म किचकिच गरेपछि फार्मरले उनीहरूलाई एउटा क्वेसन सोध्छ, डु यु नो वाट अ क्याबेज वाइट इज? यो क्वेसन्समा साराले तुरन्त एन्सर दिन्छ र भन्छ, यस, क्याबेज वाइट भनेको सेतो बटरफ्लाई हो जसले चाहिँ क्याबेजमा बसेर चाहिँ एग्स ले गर्छ। अनि ज्यामीले यसमा थप्छ, त्यो एग्सबाट चाहिँ क्याटरपिलर आउँछ जसले चाहिँ क्याबेजको सबै लिभ्सहरू खाइदिन्छ। उनीहरूले यसको साथसाथै क्याबेज वाइट देखेर हामीलाई डर लाग्दैन भनेर फार्मरलाई कन्भिन्स गराएपछि फार्मर पनि उनीहरूलाई काम दिनलाई चाहिँ अग्री हुन्छन्। यति भएपछि दिदीभाइले काम पाउँछन्। अब काम के थियो त? सुन्दा चाहिँ एकदमै सजिलो। काम के थियो त? फिल्डमा भएको एभ्री क्याबेजलाई चेक गरेर त्यसमा भएको क्याटरपिलर चाहिँ निकालेर राख्ने। यति मात्र। सुरुमा सारा र ज्यामी एकदमै एक्साइटेड भएर बकेट एउटा पेन लिएर बाल्टी लिएर चाहिँ क्याबेज फिल्डमा गए। तर जब उनीहरू क्याबेज फिल्डमा पुगे उनीहरूको अनुहारको रङ नै बदलियो। त्यहाँ जहाँसम्म आँखा पुग्थ्यो त्यहाँसम्म क्याबेज नै क्याबेज थियो। त्यतिकैमा ज्यामी एकदमै एक्साइटेड भएर देयर मस्ट बी अ मिलियन क्याबेज भनेर भन्छ। अनि त्यसपछि साराले भन्छ, देन देयर मस्ट बी अ बिलियन क्याटरपिलर्स। अब उनीहरू हरेक क्याबेजलाई केलाउँदै त्यसमा भएको क्याटरपिलरलाई एउटा एउटा गरेर बकेटमा हाल्न थाले। यसरी काम गरिरहँदाखेरि यो काम सकिने त नामै लिँदैन। त्यसमाथि क्याटरपिलर्सहरू रिगल पनि गरिरहेका हुन्छन् र उनीहरूलाई घिन पनि लाग्न अब थालिसक्यो। अझ त्यसमाथि उनीहरू झन् थाक्न पनि सुरु गरे। यसरी क्याटरपिलर टिप्दा टिप्दा उनीहरूको बाल्टी नै भर्न लागिसक्यो तर क्याटरपिलर भने सकिने नामै लिँदैन। त्यसमाथि उनीहरूको वरिपरि काउन्टलेस बटरफ्लाइजहरू उडिरहेका थिए। सारा र ज्यामीलाई चाहिँ कस्तो फिल हुन्छ भन्दाखेरि अब ती उडिरहेका बटरफ्लाइहरूले उनीहरूलाई मकिङली केही भनिरहेका छन्, जिस्काएर गिजाएर केही भनिरहेका छन्। तिमीहरूले जति क्याटरपिलर हटाए पनि हटाउ न, हामी फेरि एक्लै गर्छौँ अनि फेरि क्याटरपिलर प्रड्युस गर्छौँ भनिरहेको जस्तो उनीहरूलाई फिल हुन्छ। अब उनीहरू निराश हुन लागे। यो काम त जति गरे पनि सकिँदैन त। यतिकैमा सारा एकछिन रोकिन्छ र अनि उसले भन्छ, आई हेभ गट अ ब्रिलियन्ट आइडिया। ज्यामी चाहिँ एकदमै एक्साइटेड भएर के हो त त्यो आइडिया भनेर सोध्छन्। साराले एक्साइटेड हुँदै भन्छ, प्रब्लम क्याटरपिलर होइन, क्याटरपिलर त एग्सबाट आउँछ अनि त्यो एग्स चाहिँ बटरफ्लाइबाट आउँछ। द्याट्स वाइ त्यो व्हाइट बटरफ्लाइलाई नै हटायो भने चाहिँ प्रब्लम सल्भ भन्छ। यो आइडिया सुन्नमा एकदमै स्मार्ट सुन्यो तर कहिलेकाहीँ जुन आइडिया एकदमै ब्रिलियन्ट सुनिन्छ त्यो एकदमै डेन्जरस पनि हुन सक्छ। अब दुवैजनाले यो प्लानलाई एक्जिक्युट गर्न लागे। दुवैजनाले एउटा एउटा ब्याम्बो स्टिक समाते अनि बटरफ्लाइलाई हान्न थाले। एउटा बटरफ्लाइ मर्यो, अर्को बटरफ्लाइ मर्यो, फेरि अर्को पनि बटरफ्लाइ मर्यो। प्रब्लम सल्भ भएको जस्तो देखिन थाल्यो। तर अब रियल प्रब्लम सुरु हुन्छ। तर रियल समस्या कतिखेर सुरु भयो भन्दाखेरि ती बटरफ्लाइजहरू चाहिँ क्याबेजमाथि बस्न लागे अनि ती केटाकेटीले अन्धाधुन्दा बटरफ्लाइलाई हान्न लागे। बटरफ्लाइलाई लाग्यो पनि ब्याम्बो स्टिकले तर बटरफ्लाइलाई मात्र लागेन, यहाँ क्याबेजलाई पनि लाग्यो। उनीहरू बटरफ्लाइ मार्नलाई यति एक्साइटेड र बिजी भयो कि आँखा चिम गरेर जता जता बटरफ्लाइ चाहिँ ती ब्याम्बो स्टिकले ड्याम 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 हान्न लागे। अनि यसले गर्दाखेरि वी क्यान इमेजिन द कन्सिक्वेन्स। अब यहाँ बटरफ्लाइ मात्र नष्ट भएन कि टोटल क्याबेज पनि नष्ट हुन लाग्यो। केही समयपछि अघिको ग्रिन देखिएको क्याबेज फिल्ड अब ब्याटल फिल्ड जस्तो देखिन थाल्यो। सारा र ज्यामी भने अझै पनि बटरफ्लाइ मार्न बिजी नै थिए। एकछिनपछि उनीहरू थाकेर सास लिन्छन् र वरिपरि आँखा डुलाउँछन्। जब आँखा डुलाउँछन् उनीहरूको सातो बुद्लो जान्छ। त्यहाँ फिल्डमा क्याटरपिलर पनि थिएन, बटरफ्लाइ पनि थिएन अनि क्याबेज पनि थिएन।
अनि दिदीभाइ दुवैजना डराएर एक अर्काको मुख हेर्छन्। उनीहरूले बुझिसकेका थिए कि उनीहरूले समस्याको समाधान गरेको होइन कि अझ ठुलो समस्या चाहिँ निम्ताइसकेका थिए। अनि त्यसपछि दुईजना दिदीभाइले चुपचाप ब्याम्बो स्टिक बिस्तारी खेतमा राख्छन् र बिरालोको चालमा टिपटो गर्दै बिस्तारी त्यहाँबाट भाग्छन्। त्यही भाग्ने बेला ज्यामीले डराउँदै बिस्तारै दिदीलाई भन्छ, हि नोज आवर नेम। अनि दिदी पनि बाठी भएर फेरि भन्छ कि बट हि डजन्ट नो वेयर वी लिभ। अनि त्यसपछि दुवैजनाले थ्याङ्क गुडनेस भनेर त्यहाँबाट सुइकुच्चा ठोक्छन्। अब एकछिन सोचौँ है त, सारा र ज्यामी रेस्पोन्सिबल केटाकेटी थिए, उनीहरू मेहनती पनि थिए, उनीहरूलाई क्याबेज वाइट भनेको के हो त्यसको नलेज पनि थियो। तैपनि उनीहरू कहाँनिर चुके त? उनीहरूले इमिडिएट सल्युसन चाहिँ देखे तर लङ टर्म कन्सिक्वेन्स चाहिँ देखेनन्। त्यसैले गुड इन्टेन्सन मात्र भएर हुँदैन, सबै स्मार्ट आइडिया रियलीमा स्मार्ट नै हुन्छ भन्ने पनि हुँदैन। एभ्री प्रब्लम सल्भ गर्दाखेरि कन्सिक्वेन्सलाई पनि सोच्नुपर्छ। द्याट्स वाइ थिङ्क बिफोर यु एक्ट। पक्कै पनि आजको एक्सप्लेनेसनले क्याबेज वाइट स्टोरीलाई क्रिस्टल क्लियर बनायो। इफ इट हेल्प्स, प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब दिस च्यानल। Thank you for watching. Keep learning.